हेलो साथीहरु, हेर्नुस् त यस्तो धेरै घाम लागेको छ टन्टलापुर हाम्रो यहाँ चाहिँ हैन। अनि त्यही भएर हामी चाहिँ लाग्यौं पहाडतिर चिसो हावा खानलाई। पहाड भनेको चाहिँ हामी रमिते डाँडातिर लागिरहेका छौं। एकदमै गर्मी भएर सहनै नसकेर एक दिन भए पनि चिसो होस् भनेर हिँडेको है, नभन्दै आधी बाटो पुग्ने बित्तिकै पानी परिरहेको रहेछ है। अनि त त्यो वेदर देखेपछि त हामीलाई त कस्तो रमाइलो लाग्यो भने यति धेरै कुल भयो है। बल्ल बल्ल हामी आधी बाटोमा पुगेर चाहिँ हामी एकछिन गाडी रोकेर यसो हेर्न थाल्यौं त्यहाँतिर। अनि सबैजना मान्छेहरू बसेर चाहिँ रमाइरहेको थियो क्या, चिसोमा कस्तो धेरै रमाइलो हैन। यस्तो रमाइरहेको थियो, यति धेरै मान्छेहरू थिए हैन। एकछिन हामी चाहिँ त्यहाँ बसेर खाना खाने भनेर सोचिरहेको थियौं, भएर त पानी पर्न थाल्यो। पानी परेर चाहिँ हामी फेरि गाडीमा चढेर लाग्यौं अलि अगाडि रमितेतिर जाँदाखेरि बाटोमै हामीले चाहिँ बसेर खाना खान थाल्यौं। गाडीभित्रै पानी नै रहेन, भोक लागिसकेको थियो। अनि खाना खाएर चाहिँ अनि हामी फेरि टेन टाउनतिर चाहिँ हामी चढ्यौं। टेन टाउनमा चाहिँ हाम्रो गाडी नजाने रहेछ हैन। त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ। यस्तो गर्मी भयो, फेरि एकछिन चाहिँ घाम लागेर हैन। बल्ल बल्ल हिँडेर चाहिँ म टेन टाउन पुगे। हेर्नुस् त, अब टेन टाउनको चाहिँ अगाडि चाहिँ यसरी साग सब्जी बेच्न राखेको रहेछ है। यस्तो राम्रो फर्सीको मन्टा अनि के भन्छ सिस्नु हो, त्यस्तो के सब्जी राख्नु भएको रहेछ क्या। हेर्नुस् त, व्यापारीहरू जहाँ पनि है। अनि यस्तो छ टेन टाउन। हेर्नुस् त कस्तो राम्रो रमितेको यो एकदमै हेर्न लायक ठाउँ भनेको चाहिँ यही हो एउटा हैन। अनि त्यहाँबाट मौसमको त कुरै नगर्नुस्, कहिलेकाहीँ त एकदमै शीतल एकदमै जाडो कति आनन्द हुने रहेछ। तर हामी यहाँ पुग्दाखेरि चाहिँ यस्तो घाम लाग्यो, छाता ओढेर हिँड्नु पर्यो के। यस्तो गर्मी भयो, धन्न छाता चाहिँ लगेको रहेछु र छाता ओढेर चाहिँ हिँडिरहेछु म चाहिँ। अनि तर राम्रो रहेछ यो चाहिँ ठाउँ चाहिँ, मन पर्यो, मन चाहिँ एकदमै मन पर्यो। तर अलिकति घाम लागेर चाहिँ एकछिन चाहिँ एकदमै बोरिङ बनायो। त्यस पछाडि हामीले चाहिँ यतिकै बसेर हेरिरहेको थियौँ। अनि एकछिन चाहिँ शीतल पनि भयो। अनि टिकटकहरू बनाइबऱ्यौँ, फोटो खिच्यौँ। अनि त्यहाँबाट फेरि झऱ्यौँ। हेर्नु न यति धेरै भिड है। माथिदेखि मैले भिडियो गरेको यस्तो भिड थियो। अनि फेरि बीच बाटोमा आएर चाहिँ हामी खाजा खान लाग्यौँ। अब हामीसँग ओछ्याउने थिएन, गाडी छोप्ने चाहिँ ओछ्याएर हामी खाना खानु बस्यौँ है। खाना भन्दा पनि खाजा, चिसो खानालाई बस्यौँ। यस्तो रमाइलो भयो है, यति रमाइलो भयो, आनन्द मजा आयो, खाना मिठो भयो है। त्यस पछाडि हामी घरतिर आयौँ साथीहरू। मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला अनि कमेन्ट र लाइक गरिदिनुहोस् है।